मेरो साउन्ड क्लियर होला है। अस्ति अलि साउन्ड थोरै कम आएको थियो होला, आज पनि त्यस्तै होला लगभग। सायद एक्सटर्नल माइक जोडेको छैन, डाइरेक्ट ल्यापटपबाट हो, सो साउन्डमा इस्यु हुनसक्छ। के बुझ्नु भएन भने कमेन्ट गर्नुहोस्, म रिप्लाई गर्छु इन्स्ट्यान्ट। अरू नेक्स्ट भिडियोहरू पनि केही टपिक मजा आयो भने भन्न सक्नुहुन्छ। ल म आज तपाईँहरूलाई देखाउँछु यहाँ नर्मल फोटोसपमा नर्मल फोटो एडिटिङ होइन, एउटा फोटो हुन्छ तपाईँको होइन, पहिलाभन्दा अलिकति राम्रो देखाउनलाई कसरी बनाउने म तपाईँले देखाउँछु। म अहिले फेसबुकमा पोस्ट गर्न लाएको थिएँ होइन, अनि सोचे भिडियो बनाएर पनि हालिदिउँ। सो ल जाऊँ, फर्स्ट अफ अल फोटोसप अन गर्नुहोस् है। मेरो 2025 हो है। ल अस्ति हामी बनाएको भिडियो फोटो यहाँ रहेछ। ओके, अब नयाँ बनाउनुलाई फाइल ओपन गर्नुहोस् फर्स्ट अफ अल है। ओपनमा क्लिक गर्नुहोस्, क्लिक गरेपछि त्यसपछि चुज गर्नुहोस्। अझ दुईवटा फोटो छ होइन, मलाई दुइटै ठिक लाग्यो होइन। अब के गर्ने भन्दै सोच्दैछु, अब दुइटै अपलोड गरिदिने सोचेको छु होइन। फर्स्ट अफ अल 33 गरौँ है, 33 एडिट गरौँ, अनि त्यसपछि 34 वाला, ल 33 वाला ओपन गरेँ। ओके, यसमा नर्मल तपाईँले के गर्न पर्छ भन्दाखेरि ब्याकग्राउन्ड जस्तै मेरो अलिक धेरै ब्राइटनेस छ, त्यो कम गर्नुपर्छ। फर्स्ट अफ अल हामी अब्जेक्ट नै सेलेक्ट गरौँ है, अस्ति जस्तै। यहाँ सेलेक्ट अब्जेक्टमा क्लिक गर्नुहोस् है, सेलेक्ट अब्जेक्टमा क्लिक गर्नुहोस्। पर्फेक्टली यो फोटोमा पर्फेक्टली सेलेक्ट गरिसक्यो, हेर्न सक्नुहुन्छ होइन। केही हामी अरू टुल्सहरू चलाउनै पर्दैन। अब हामी के गर्नुपर्छ भन्दाखेरि जस्तै हाम्रो यो छैन, यतिको त राम्रो छैन, त्यही पनि यहाँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि थोरै कमान्ड एम थिच्नुहोस् है। विन्डोमा हो भने विन्डो र एम, अनि म्याकमा हो भने कमान्ड एम थिच्नुहोस्। अनि थोरै अलिकति यहाँ उसको लाइट हुन्छ नि, यो बढाइदिनुहोस् है, थोरै है, फेरि धेरै होला, यहाँ थोरै बढाउनुहोस्। अलि सर्टको आई थिङ्क थोरै कम गर्नुपर्छ, किनभने यसको कम गऱ्यो भने कलरिङ आउँछ। सो म पहिला यसको बढाइदिन्छु, यो फुलको। ल यसको यति मात्रै बढाऊँ। त्यसपछि अपोजिट सेलेक्सन गरौँ है। अपोजिट सेलेक्सन के को लागि हो थाहा छ? ब्याकग्राउन्डको लागि है। राइट क्लिक गर्नुहोस्, अनि त्यसपछि सेलेक्ट इन्भर्ट छ होइन, इन्भर्ट अब भनेको यसको अपोजिट सेलेक्सन भयो। यसमा पनि कन्ट्रोल एम गर्नुहोस्। अब यसको लाइट अलि हामी डिम गरिदिउँ, किनभने फोकस हामी आफूमाथि गराउने। सो यसको लाइट हामी डिम गऱ्यौँ अलि। ल यतिको राखौँ। ओके, लाइट डिम गरेँ। ओके, अब हामी यो सर्टको कलर डिम गर्नु छ होइन, अलि राम्रो देखाउनलाई। सो यो फर्स्ट सेलेक्सनमा जानुहोस्। यो यस्तो क्लिक गरिदिनुहोस्, यसले आफै थाहा पाइहाल्छ कता कताको हो। ल यति भए हुन्छ है, यहाँ अलि छुट्यो छ। ल यति सेलेक्ट भइसक्यो। अब फेरि कन्ट्रोल एम गर्नुहोस् है, अघि जस्तै कन्ट्रोल एम गर्नुहोस्। कन्ट्रोल एम, यसको लाइट पनि डिम गरिदिनुहोस्। ल कतिको गरौँ डिम? यतिको ठिक छ। ल डिम गरेर ओके गर्नुहोस्। ल अहिले अलि राम्रो देखियो है पहिला भन्दा। ओके, थोरै अझै डिम गरौँ त। कन्ट्रोल एम, सरी है, कमान्ड एम थिच्नुपर्छ। ल अझै थोरै डिम गरौँ भने कस्तो देखिन्छ होला। ओके, यतिको ठिक छ है, धेरै भयो जस्तो छ तर ठिक छ। डिसलेक्ट अब्जेक्ट यहाँ बिग्रियो है, त्यो पनि सेलेक्ट नगरेर हो र पुरै सेलेक्ट गरिदिउँ, केही छैन। यो चेन्जेस गर्नुभन्दा पहिला हामी पुरै सेलेक्ट गरिदिउँ, यिनीहरू क्लिक गरेर हटाइदिउँ, दागहरू जति पनि छन् होइन।
पछि त्यस्तो नदेखोस् भनेर सबै सिलेक्ट गरिदिउँ। यो यिनीहरू इजिली भएले यो अर्को टुल हुन्छ नि, पेन यो लेसो टुल होइन, अस्ति म भनेको सिकाएको पनि थिएँ यस्तोको भिडियोमा। यो लेसो टुलमा जानु अनि प्लसमा जानु है। भित्रपट्टि माइनस गर्नुहुन्छ भने त्यो माइनस हुन्छ, त्यो भाग सेलेक्ट हुँदैन, त्यही भएर प्लसमा जान्छु। प्लस गरेर यहाँ यसरी तपाईँले सिलेक्सन गर्न सक्नुहुन्छ। म अस्ति ल तपाईँहरू कमेन्ट गर्नुहोस् है, अस्ति म कुन टुललाई आफ्नो फेभरेट टुल भनेको थिएँ है। ल हेरौँ त कसलाई थाहा छ। मेरो फेभरेट टुल कुन हो यो सिलेक्सनमा, जस्तै ओके थाहा छ भने ओके, नभए म यहाँ देखाइदिन्छु। अब त्यसैको काम लाग्यो, त्यही भएर म युज गर्न लाग्छु। यहाँ राइट क्लिक गर्नुहोस्, त्यसपछि यहाँ रहेछ म्याजिक टुल है। यो म्याजिक टुल हो फेभरेट भनेको बेस्ट। यो जानुहोस् अनि प्लसमा जानुहोस्, माइनसमा जानुहोस्, त्यसपछि गर्दै जानुहोस्। यसले यस्तो मात्रै गरिदियो होइन, छेउछेउबाट मात्रै लग्यो भने यसले आफै पोइन्ट क्रिएट गर्दै जान्छ कि क्लिक गर्न पर्दैन। त्यो यसमा इजी आफै डिटेक्ट गरिहाल्छ। ल त्यति डिटेक्ट गर्यो, ल हटाइदिउँ नि। यो हो क्या म्याजिक टुल, यो दामी हुन्छ। अनि त्यसपछि यो भित्रको प्लस गर्ने हो। सो म प्लसमै थिचेँ। अब हामीले केही गर्न पर्दैन, यसले आफै गरिदिन्छ कि। ल भइसक्यो यहाँको पनि। यो एक दुईवटा दानाहरू देखेछ। ल यति गरेपछि अब गर्न पर्दैन होला होइन त। ल अब यसको कलर चेन्ज गरौँ। कलर भनेपछि ब्राइटनेस अलि यसको कन्ट्रास्टहरू डिम गरौँ न त। ल यतिको गरौँ। ओके कस्तो देखियो? ल दामी देखियो नि है। ल डिस्प्ले गरौँ। अब राम्रो देखियो, अघि त्यस्तो आएको थिएन। अब के गर्नुपर्छ भनेपछि अब एक्सपोर्ट गरिदिने है। यति भयो, अब एक्सपोर्ट गर्दा हुन्छ। यो अलि सिलेक्सन टुल फेरि डिस्लेक्ट गरौँ। ल एक्सपोर्ट गरौँ है, यतिको ठिक छ। यो फाइलमा जाने, एक्सपोर्टमा जाने, त्यसपछि क्विक एक्सपोर्ट पिएनजी भनेको छ, क्विक एक्सपोर्ट गर्ने कि। ओके ल क्विक एक्सपोर्ट नै गरौँ, केही छैन। नाम ल डाउनलोडमै सेभ गरौँ। ल अब हेरौँ कस्तो हो। डाउनलोडमा गए, ओपन गरौँ। अहिले क्रिएट हुँदैछ, आई थिङ्क होइन, क्रिएट भइसक्यो। अब ओपन हुन्छ। ल यहाँ भइसक्यो फोटो। अब हेर्न सक्नुहुन्छ। ल दुईवटा फोटोको डिफ्रेन्स हेरौँ है, दुईवटा फोटोको डिफ्रेन्स। अब थम्बनेल अहिले बनाएको छैन, अस्तिको थम्बनेल बनाइसकेको थिएँ। सो 33 हाम्रो थियो है, 33 ओपन गरौँ। अनि त्यसपछि अहिलेको एक्सपोर्टेड ओपन गरौँ, एक्सपोर्ट गरेको फाइल। ल दुईवटा कम्पेरिजन हेरौँ त। खै 33 कहाँ गयो? यहीँनिर राख्नु, माथि नै राख्नु। ओके यो यहीँ छ होइन, 33। ल यो माउस जोडेको छैन है, सो अलि पोइन्ट एक्ज्याक्ट आएको छैन हातले। ल हेर्न सक्नुहुन्छ, यसरी नै हेर्नुहोस् न। यसलाई गर्नै पर्छ, डिस्टर्ब गरेको।
त्यस्तै यति पार्ट रिमुभ गर्नुपर्छ एडिट गर्ने टाइम हुन्छ भने एडिट गर्छु नभए त्यस्तै नै हाल्छु भिडियो एडिटिङको पनि ल्याउँछु म भिडियोजहरू अहिले यो हेर्दै गर्नुहोस् ल यो भयो डिफ्रेन्स हेर्न सक्नुहुन्छ तपाईँहरू पहिलाको फोटो र यो एडिट गरेपछिको फोटो ल डिफ्रेन्स हेर्नु त ल ओके यसलाई अझै हामी यसमा एडिट गर्न सक्थ्यौँ होइन तर अब धेरै नगर्ने यो ब्रस टुल छ नि यो के भन्छ ब्रस टुलहरू अरू टुलहरू युज गरेर यहाँ गर्नुहुन्छ भने यसलाई झन् दामी बनाइदिन्छ त्यो दागहरू छन् भने सब मेटाइदिन्छ है फेसमा यस्तो डिसलेक्ट ल ओके आजको लागि यति नै गरौँ अब म फोटो पोस्ट गर्छु हेर्नु होला फेसबुकमा